कहिलेकाहीँ यस्तो लाग्छ, दिनभरि दौडधुप, मिटिङ, फोन, तर दिनको अन्तिममा हेर्दा खास केही काम भएकै छैन जस्तो। यो धेरै लिडरहरूले भोग्ने साझा समस्या हो। यदि यस्तो भइरहेको छ भने समस्या सायद समय व्यवस्थापनमा होइन, बरु व्यक्तिगत प्रभावकारितामा हुन सक्छ। अब प्रश्न उठ्छ, किन यस्तो हुन्छ? किन सबैभन्दा व्यस्त देखिने लिडरहरू नै अक्सर सबैभन्दा कम प्रभावकारी हुन्छन्? कुरा उनीहरूको मेहनतको कमीको होइन, बरु हाम्रो ध्यान गलत ठाउँमा केन्द्रित हुनुको हो। प्रभावकारी नेतृत्वको रहस्य समयको पछि दौडिनुमा होइन, त्योभन्दा धेरै गहिरो छ। हो, यही नै हामीले आफ्नो सोच बदल्नुपर्ने हुन्छ। परम्परागत टाइम म्यानेजमेन्टभन्दा अलि माथि उठेर सोच्नुपर्छ। यो केवल घडीको सुईसँग दौडिने खेल होइन, यो त आफ्नो भित्री स्रोतहरूलाई सही तरिकाले परिचालन गर्ने कला हो। ल हेर्नुस् त, टाइम म्यानेजमेन्टले के भन्छ? घडी हेर, मिनेट र घण्टाको हिसाब गर अनि धेरैभन्दा धेरै काम सिध्याऊ। तर व्यक्तिगत प्रभावकारिताले अर्कै कुरा भन्छ। यसले भन्छ, घडी होइन, कम्पास हेर, सही दिशामा छौ कि छैनौ। यो आफ्नो ऊर्जा, सिप र ध्यानलाई सही काममा लगाउने बारे हो, धेरै काममा होइन। त्यसो भए मुख्य कुरा के हो भने प्रभावकारी लिडरहरूले आफ्नो हरेक कमजोरी सुधार्नमा समय खेर फाल्दैनन्, बरु उनीहरू आफ्नो सबैभन्दा बलियो पक्ष के हो त्यो चिन्छन् र त्यसलाई नै आफ्नो हतियार बनाउँछन्। अब एउटा एकदमै रोचक कुरा हेरौँ। नेताको प्रभावकारितालाई एउटा आइसबर्ग मतलब पानीमा तैरिरहेको हिउँको पहाडसँग तुलना गर्न सकिन्छ। पानीमाथि हामी कति देख्छौँ? मुस्किलले 10%। यो त्यो भाग हो जुन सबैको नजरमा पर्छ। हो, यो 10% भनेको हामीले बाहिर देख्ने कुराहरू हुन्। नेताको सिप, बोल्ने तरिका, उनीहरूले गर्ने कामहरू। अनि हामी प्राय यही 10% हेरेरै उनीहरूलाई जज गर्छौँ। तर त्यो आइसबर्गको वास्तविक शक्ति कहाँ हुन्छ? हो, पानीमुनि, त्यो विशाल नदेखिने बाँकी 90% भागमा। यो 90% नै सबैभन्दा महत्त्वपूर्ण हो। यसमा नेताको चरित्र, बानी, नैतिकता, उनीहरूको भित्री विश्वास, यी सबै कुराहरू पर्छन्। यदि यो जग बलियो छैन भने बाहिर देखिने 10%को कुनै अर्थ रहँदैन। एरिस्टोटलको यो भनाइले त्यही कुरालाई जोड दिन्छ। महान नेतृत्व एकै दिनमा बन्दैन, यो त दिनौँ गरिने असल बानीहरूको परिणाम हो। अब मानसिकताको कुरा गरौँ। हाम्रो दिमागमा संसारको एउटा नक्सा बन्नेको हुन्छ र हाम्रो हरेक काम त्यही नक्साले गाइड गर्छ। सोच्नुस् त, यदि तपाईँको हातमा भएको नक्सा नै गलत छ भने तपाईँ जति नै छिटो दौडिनुहोस्, जति नै मेहनत गर्नुहोस्, सही ठाउँमा पुग्न सक्नुहुन्छ? सक्नुहुन्न। नेतृत्वमा पनि ठ्याक्कै त्यस्तै हो। प्रभावकारी नेतृत्वको लागि यही सोचमा परिवर्तन ल्याउनु जरुरी छ। म यो गर्न सक्दिनँ भन्ने नक्सालाई बदलेर म यो कसरी गर्न सक्छु भन्ने नक्सा बनाउनुपर्छ। यो सीमितताबाट सम्भावनातिरको यात्रा हो। यही मानसिकताले दुई किसिमका लिडरहरू जन्माउँछ। एक जो सक्रिय हुन्छन् र अर्को जो केवल परिस्थिति अनुसार प्रतिक्रिया जनाउँछन्। प्रतिक्रियात्मक लिडरहरू सधैँ अरूलाई दोष दिन्छन्। मौसम खराब भयो, अरूले काम बिगारे। तर सक्रिय लिडरहरूले परिस्थिति आफ्नो हातमा लिन्छन्। उनीहरू आफूले के परिवर्तन गर्न सकिन्छ त्यसमा ध्यान दिन्छन् र आफ्नो निर्णयको जिम्मेवारी आफै लिन्छन्। यसलाई बुझ्नको लागि यो प्रभावको क्षेत्र र चासोको क्षेत्रको अवधारणा हेरौँ। हाम्रो जीवनमा धेरै कुराहरू हुन्छन्, तर ती सबै हाम्रो नियन्त्रणमा हुँदैनन्। सफल लिडरहरूको रहस्य के हो भने उनीहरू आफ्नो समय र ऊर्जा त्यो 70% चासोको क्षेत्रमा खेर फाल्दैनन्, बरु उनीहरू आफ्नो 30% प्रभावको क्षेत्रमा लगानी गर्छन्, जुन कुरा उनीहरू साँच्चै बदल्न सक्छन्। ल, मानसिकताको कुरा त भयो। अब यसलाई व्यवहारमा कसरी उतार्ने त? एउटा एकदमै शक्तिशाली रणनीति छ जसले यसमा मद्दत गर्छ। यो भनाइलाई ध्यान दिएर सुन्नुहोला। सुन्दा उस्तै लागे पनि यसमा आकाश जमिनको फरक छ। यसको मतलब हो महत्त्वपूर्ण कामहरू पहिले गर्ने अनि मात्र अरू कामहरू। यो म्याट्रिक्स हेर्नुस्। हामी प्राय तत्काल र महत्त्वपूर्ण नभएका कामहरूमा अल्झिन्छौँ, तर वास्तविक प्रगति त त्यो महत्त्वपूर्ण तर तत्काल नभएको कामबाट हुन्छ। जस्तै योजना बनाउने, सम्बन्ध बनाउने, नयाँ अवसर खोज्ने। त्यसो भए गर्ने के त? एकदमै सरल छ। पहिलो, आफ्नो सबैभन्दा महत्त्वपूर्ण कामहरू के हुन् त्यो चिन्नुहोस्। दोस्रो, आफ्नो क्यालेन्डरमा सबैभन्दा पहिले तिनै कामको लागि समय छुट्याउनुहोस्। अनि तेस्रो, बाँकी रहेका अरू कामहरूलाई त्यो खाली समयमा मिलाउनुहोस्।
र अब सबैभन्दा अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण कुरा जसलाई हामी अक्सर बेवास्ता गर्छौं, त्यो हो निरन्तर विकास। यसलाई आरालाई तिखार्नुहोस् भनिन्छ। सोच्नुस् त, भुत्ते आराले रुख काट्न कति गाह्रो हुन्छ। निरन्तर आत्मसुधार भनेको त्यही आरालाई धार लगाउनु जस्तै हो। आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा लगानी गर्नु नै दिगो सफलताको साँचो हो। त्यसो भए यो प्रस्तुतिको अन्त्यमा एउटा प्रश्न आफैलाई सोधौं, एक लिडरको रूपमा मैले आफ्नो कुन आरालाई धार लगाउन बिर्सिरहेको छु? शरीरलाई, दिमागलाई वा आफ्नो भित्री आत्मालाई? जवाफ जेसुकै होस्, सुधारको यात्रा त्यहीँबाट सुरु हुन्छ।